हाम्रो यहाँ क्रान्तिश्वर दाइले पुरा काम गर्दै हिजो चाहिँ किन आइएन त दाइ अनि खत्तम भयो नि त यार ग्याप भयो नि त ल सजाय दिनु पर्यो उठबस सजाय दिनु पर्यो हैन अब भन्दा पनि कस्तो पर्यो नि हिजो त मेरो विशेष कामै थियो क्या अँ आउनु नसक्ने त म होइन आउने नै हो अँ अब तर तपाईँहरू नियमित संवाददाताहरू नआउँदाखेरि खल्लो चाहिँ हुँदो रहेछ हौ हुँदै धेरै खल्लो हुन्छ नि अब को आएको को नआएको जस्तो हुँदो रहेछ नि अब हिजो आउनु त पर्ने थियो अब त्यस्तै भयो अब आज चाहिँ अलिक धेरै छ अरे भन्छ हिजोको भन्दा होइन हिजो त सुरुमा त 4 जना मात्र भइएको नि हो र 4 जना मात्र पछि 1-2 जना थपिनु भयो त्यही भएर ल यहाँ हाम्रो कान्तिश्वर दाइले बवाल काम गरिँदैछ होइन दाइ त्यो काम त कति नि यो श्रमदान यो देश बनाउने दाइ होइन देश यसरी बन्छ त्यहाँ गफ गरेर बन्ने होइन भन्नु न दाइ गफ गरेर देश बन्ने भए त अहिले गफै नाथे त कतिले पनि जान्थ्यो मै पनि सिक्थेँ होला गफ गर्नु होइन तर अब गफले मात्रै हुँदैन हाम्रो हर्का सरले भने जस्तो काम पाखुरी चलाएर चाहिँ देश बन्ने हो गफले देश बन्दैन त्यही भनेर हामी चाहिँ लागि पर्यो होइन बुढेसकालमा भए पनि गफले चिउरा भिज्दैन भन्छ नि चिउरा कहाँ भिज्छ यसरी काम गर्नुपर्छ देश बनाउने काम त सबै ऊ चाइनामा हेर्नु न तपाईँहरू सानो बालबालिका देखेर उनीहरू काम नगरे पनि देखाउँछ क्या कृषि यसरी गर्नुपर्छ खेती यसरी गर्नुपर्छ भनेर स्कुल लेभलदेखि सानैदेखि सिकाउँछ हाम्रो नेपालमा ऊ डान्स गर्नु सिकाउँछ बच्चाहरूलाई नाच्नु त्यो नाचेर के गर्ने पछाडि हुँदैन नि कला पनि चाहिन्छ तर पनि तर सबभन्दा देशलाई आवश्यक भनेको चाहिँ श्रम नै हो ल हाम्रो यहाँ क्रान्तिश्वर दाइले पुरा यहाँ आएर त साथीहरूले यसो बसेर चुरोट बिरी चुस्की तान्दै बस्छन् होला नि त्यति सफा गरिदिएपछि त सानो घाँस झाडीहरू थिएन है साफ गरियो अब देश भनेको जबसम्म काम हुँदैन तबसम्म देश बन्दैन मुखको भरमा बन्ने भए त हाम्रो नेताहरूले अहिले माथि आएको तार झार्ने गरी बोल्छ काम छैन काम जिरो छ त्यसैले अब भाषण होइन हामी नेपाली जनताहरू चाहिँ काममा व्यस्त हुनुपर्छ